नमस्ते सबैजनालाई। चाहिँ अचार बनाउन जाँदैछु, सुँगुरको मासुको अचार। यो लसुन र अदुवा, यो रातो रातो ब्राउन कलर हुनुपर्छ है। ब्राउन कलर भयो, भएपछि यो तोरी जीरा धनिया सौंफ सिल्टुमुर बकेटेमुर हालेर बनाएको है। अब यो खोर्सानीको पेस्ट है। यो पिरो कतिको खानुहुन्छ त्यही अनुसार लाउनु। यो अघि भुटेर बनाएकोले गर्दाखेरि त्यति राम्रो पकाउनु पर्दैन, अघि भुटेको छ नि त। मैले अघि तारेर राखेको मासु हालेँ, अघि थिएँ। तारेर राखेको मासु हालेँ। अब नुन चाहिँ मैले अघि कम्ती लाएको थिएँ, म यसमा अब कम्ती नै लाउँदैछु। चर्को हुन्छ नि त फेरि, हजुरहरूलाई चर्को खानु मन लाग्छ नि त, खाँदा नि हुन्छ। यो चाहिँ 2बाट अर्डर भएको छ मलाई है। अस्ति 6बाट अर्डर गयो, यो 2बाट अर्डर भएको छ। फेरि बनाइदिनु न 2बाट, अस्तिको मिठो लाग्यो भन्नु हो, त्यही भएर चाहिँ बनाइदिँदैछु है। यो भइसक्यो। अब यहाँ हजुरहरूलाई हल्का अमिलो खानु मन लाग्छ नि, यो लाउने थोरै कति खानु मन लाग्छ, कागती लाउँदा नि हुन्छ। अहिले चाहिँ अमिलो चुक लगाएको छु है, हजुरहरूलाई अमिलो मनपर्छ। ताक्दैछ है। अब यो भइसक्यो है, यो भइसक्यो। अनि अब यसलाई एकछिन सेलाएर चाहिँ तातो लाउनु हुँदैन बयममा, सिसाको छ भने फुट्छ, लाबरको छ भने पग्लिन्छ होइन। अब यसलाई चाहिँ यो सेलाएपछि अनि बयममा लाउनुपर्छ। हस्।